हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। म चाहिँ आज धेरै पछि मेरो भ्लगमा आएको छु। आज चाहिँ म यहाँ सोल्टीको घरमा आएको छु, काठमाडौँ आशिष सोल्टीको घरमा आएको छु। आज चाहिँ हाम्रो साथीहरूको के प्लान भयो भने सोल्टीहरूको अब सोल्टीको स्कुल हेरिदिनु न त कस्तो बनाउँछ अरे ल नि त भनेर आज चिकन ललिपप र फ्राई राइस बनाएको छु। त्यही हो, आज अब सोल्टीहरू यहीँ हुनुहुन्छ मेरो साथमा। सोल्टी कस्तो खाने दामी खाने हो? खाइदिने हो ललिपप। सोल्टी कसरी खै त्यो पहिराको ल फेरि गरेको यता फर्स्ट स्टेप हामीले यो भयो नि, यता हेर यो हड्डी भयो नि जोइन, यहाँ काट्ने होइन, यो मासु यो बडी भयो मासु, यसलाई फ्यालिदिने होइन। अनि त्यसपछि यसलाई भुताकेरा जस्तो ट्याक्क लगाएर साइडबाट यसकोलाई नगेट्स छ नि, नगेट्स यसलाई केलाउने, यसलाई यसरी साइडबाट टक्क लगाएर यसरी केलाउने, यसरी केलाउने सोल्टी होइन। यो मासु चाहिँ खासमा अब फ्रेस भन्दा नि फ्रोजनको मासु राम्रो हुन्छ, फ्रेस होइन सोल्टी। यसको हुन्छ यस्तो गर्यो, अब यस्तो गर्यो, यसको नसाहरू हुन्छ कि। एन्ड दिस दिस एन्ड दिस दिस ल ललिपप फ्यासै बल्यो कि के हुन ल भयो। फटाफट गइरहेको छ हाम्रो चाहिँ कराईतिर कराईतिर बनेर अर्को बनिसक्यो त अहिले। अब यो बनिसकेर यो बनिसक्यो। मलाई देखाऊ कि सोल्टी तिम्रो हटाउन यता हाम्रो सेफ सर यता हुनुहुन्छ। ल राजा हो राजा किन हुँदैन खेल्छ नि त। क्याप्सिकन हाल्नुहोस् कि राजा, क्याप्सिकन अझै जल्दी बाप छोड्दा भइसक्यो क्या भयो। अहिले माल हाल्दा देखाउनु। खाना त हाल, सोल्टी हाल। अनि योलाई चाहिने त्यो पनि अनि त्यो हेरौँ नि त्यहाँ स्किल हो नि त, स्किल हो भाइ होइन त सोल्टी। सोल्टी यार कराएकै सोल्टी चाहिँ भयो सोल्टी है। बल्ल फ्यास बोल्यो यार। तर अट्न त अट्थ्यो सोल्टी, अलिक ढिलो ऊ हुन्थ्यो, हरि हुन्थ्यो। ब्ल्याक पेपर यहाँ छ सोल्टी, ल खनाइदेऊ। हाम्रो ससहरू जापानिज सेफ हाम्रो चाहिँ लच्चक 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 यहाँ सोल्टी, यहाँ दुइटै भेनेगर चाहिँ धेरै नहाल्छ अमिल धेरै मन पर्दैन है। होइन तर यहाँ कुकले कति हाल्नु पनि थाहा नि भाइ, हामीले सिकाउनु पर्दैन नि यार। यस्तो बेला रिम त सोया सस भन्छ नि सोल्टी, थाहा छ नि तिमीलाई? सोल्टी रिम भनेको चाहिँ यस्तो भित्तातिर हुन्छ नि त्यो तातो भाँडोमा भयो सोल्टी। आगो छैन र आज सोल्टी तिमीले तिमीले सोल्टी नदेखा चाहिँ लास्ट अमिल हुनुभयो अरे। होइन ठिक छ सोल्टीले बनायो भने त म त मलाई कुनै भयो नि खाइदिन्छु कि हाम्रो बन्ने चाहिँ खाना यता हाम्रो सेफ सर यता त्यसरी कस्तो चल्छ यार, क्यामेरा हल्लिन्छ। भयो सोल्टी है, भयो है। सबै एक किसिमको होइन दुईचोटि लास्टमा निस्केर सोल्टी हुन्छ भात भात होइन अहिले यसमै खानुपर्छ। हेर न यहाँ माल हेर्दै खानुको लागि चाहिँ भाइ नहेर है। आमा चाहिँ मैले भने तपाईँले हेरेर हाल्नु पऱ्यो यार। हेर त्यस्तो भन्दा भन्दै नि हेर्छ देखाउनु पर्दैन यहाँ यसरी अहिले अब। सोल्टी भन्दै भाँडा सोल्टी हजुर भयो सोल्टी है। यसमै हाल्नु सोल्टी हाम्रो एक ठ्याक एक ठ्याक के बोले के छ थाहा बोले
हाम्रो एक यो बनिसक्यो निकाल त निकाल त यो हाम्रो एक्चुअली यो बनिसकेको छ यो एक लट बनिसकेको छ तपाईँले यहाँ क्वान्टिटी हेर्न सक्नुहुन्छ क्वालिटी राम्रो छ क्वान्टिटी राम्रो छ यहाँनिर धनियाँ छ भने पाती खाने हो ल सोल्टी कोही छैन है ल यहाँ चाहिँ हाम्रो चिकन ललिपप भयो यो चाहिँ चिकन ललिपप भयो होइन चिकन ललिपप चाहिँ यो भयो यहाँ चाहिँ फ्राई राइस छ ट्याक्क लगाएर यही हो अनि म चाहिँ अब यहाँ हाल्न गएको छु फ्राइड राइस र चिकन ललिपप त्यही हो म चाहिँ अब हाल्न गइरहेको छु ल म चाहिँ अब सोल्टीहरू हाल्न गइरहेको छु सोल्टी हजुर सोल्टीले आज बनाए यतिको होइन कस्तो चाहिँ तिमीहरू कस्तो बनाएको जस्तो लाग्छ सोल्टी यहाँनिर यो ललिपप रे सोल्टी? अचार रे यहाँनिर यो फ्राई राइस सोल्टीले यति दामी बनाइदियो होइन अनि यो सबै बनाएर फेरि सोल्टीले सबै मार्छ मलाई म आश गर्छु होइन आशा छ सोल्टीले सबै मार्छ भने सोल्टी चाहिँ पाइदिनु भएर त कुकले पनि बार्छ कुनै माछा थाहा छैन ल कुकम्यानले मार्दियो त नि सोल्टी कुकम्यानले खान्छ बनाउँछ अनि मार्छ खोइ खोइ उस अर्को सोल्टी अर्को लिएर अर्को लिएर यो चाहिँ हाम्रो आज सोल्टीलाई हो त्यो मुनि चाहिँ सोल्टी अर्को प्लेट हेर त ए यहाँ रहेछ एउटा प्लेट ल यहाँ रहेछ एउटा प्लेट होइन सम्झिनु रहेछ ल केटाहरूले यस्तो फोर्दो रहेछ अहिले केटाहरूले सबै दुईजना यहाँनिर दुईजना साथै यो दुइटाले गर्छ होइन अनि आजकलको चाहिँ कति भयो अब त्यसमा हाल्नु पब्लिक टिममा गरिदिनु आशिषलाई होइन त्यही भएर हामी चाहिँ यहाँनिर आशिषहरूलाई प्राइभेटमा राखिरहेको छ हामीले कोही मासु के भयो यसमा मासु परेन जस्तो लाग्यो सोल्टी सोल्टी ए मासु पनि छ मासु परेन जस्तो लाग्यो यसमा सोल्टी त त्यो आशिषले खान्छ नि यो हो कि मलाई त त्यस मासु परेन सोल्टी यार नुन पर्छ यार सोल्टी उयो दुइटा मासु उयो दुइटा मासु टिपेर हाल्नु न हो यो मलाई जस्तो भयो सोल्टी सोल्टी होइन सबैलाई होइन यो जसले खानु भयो यो जसले खान्छ खान्छ ल होइन म त्यही खान्छु ल ल भयो बन्द गरेर मलाई सोल्टी फोटो खिच्ने कि उता लगेर त्यहाँ ट्याक्क लगाएर प्लेटिङ ल है तिनवटा त्यो बन्द गरेर सोल्टी सोल्टी अब के गरिदिने अब सोल्टी लास्ट इन्डिङ गरिदिने हो भने अब रुकुन न सोल्टी लागि हामीले तरिका पनि चाहियो है त्यति सेप बनिँदैन बुझ्यो सोल्टी सोल्टी अनि यहाँनिर चाहिँ अहिले कन्सर्ट भइरहेको छ होइन जोन चामलिङले गाइरहेको छ यहाँनिर गीत सुन्छ होला यहाँनिर आमा यतिखेर त्यहाँ हुनुपर्ने यार हामी यार यता यहाँनिर पो भइरहेको छ आफै इन्जोय गर्छौँ यार ल म खान्छु ल ल सोल्टी एउटा बब्ली पिस हाल नि यार उहाँ त यो मिकी भाइले खान्छ जस्तो पिस पऱ्यो नि ल है सोल्टी ल यहाँनिर मासुमा यहाँनिर हामथाम सोल्टी भइरहेको छ होइन सोल्टीको खोर्सानी ल खोर्सानी त हो कोही बेला हाल्नु खोर्सानी। होइन भयो सोल्टी यति भाइ पुग्छ सोल्टी खानु हाल्नु खोर्सानी हाल्यो नि त हाल्यो चाख्नु चाख्दैन न दुईवटा यहाँ सोल्टीलाई एउटा माथि त्यो जुन चामलिङ गीतहरूसँग बजेर या माथि छतमा गएर खानु मलाई लाग्यो कि दुईवटा बढी भयो कोही बेला हालिदिनु हाल्यो सोल्टी एउटा सोल्टी बढी एउटा ल यसमा ल एउटा ल सोल्टी खाऊ ल यसमा बढी एउटा तिमी खाऊ ल ल प्लेटिङ ल अर्डर सोल्टी तिमी खानु नि यसमा बढी अर्डर लिएको मलाई दिँदैन नि सोल्टी यार ल खाऊ लिएको लिएको भाडा पोएर आउनु न भाडा पोएर आउनु सार जुन चामलिङ गीत गाएर सुन न माथि गएर बस्नुपर्छ क्या है भाइब्समा होइन अनि माथि गएर बसिने हो हाम्रो अनि सरजी के बन्द गरिने हो कि यो ब्लग अहिले ब्लग बन्द ल त्यसो भए सार पनि मुन्टो चाहिँ आइरह फ्यासन बबल हाल्दै कस्तो यार सोल्टी पनि बनायो दिँदैन खाएको छैन यार चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह कस्तो सोल्टी यार
मलाई माथि क्या जानु मलाई थियो नुन पनि ठिक्क भयो तुमले नुन पनि ठिक्क भयो है मसला सब ठिक भयो है अनि गीत मलाई गीत भन्दा पत्ता पनि पत्ता राखिदिउँ। त्यो बगाल बाबु राख्नु म त वाल छ हुन्छ डोले थाहा पनि आउँछ होला जाउँ न माथि गएर सुन्नु नि गीत जाने थियो कि गएर खाइसकेपछि खाइसकेपछि गइसक्यो तिमीहरू है जाउँ न त आउनु सोची त जाउँ जाउँ नबगाउ सोची नाच्नु होला त ल्याउ न यो खालि जानु होला यो जोन च्याम्लिङ गइसक्यो त्यही बेला के हो तिम्रो नाम बहिनी छोरी छ पाम भने आउँछ नि बोल्दै थाहा त्यसलाई रक्सीमा पनि रक्सीमा त्यस्तो गीत त रक्सी आएर नाच्ने हो त्यो गीत त होइन पानी नाच्यो तर वाल भएको छ त त्यसोले जाउँ न सुन्दिनँ यार खाना के कि वाइल मतलब सब दामी बादल सरी वरिपरि आइरहेको गीतहरू है कति न सक्सक गरेर म भातै खाँदैन र है भन्नु सबले गीत गाएर खाँदैन है म भन्दिनँ जस्तो सुनौँ न यार टाढैबाट भयो भने नि यार दम जल दामी भयो जाउँ न त हामीले राख्यो फुल जाउँ न यार जाउँ जाउँ पानी गइदिउँ न त म गएर माथि कसले भाग हाल्यो भनिले न माथि गएपछि खान्छ क्या त्यो सोल्टी भाग हाल्यो भनेर हाल्यो हाल्यो तिमीलाई हो तिमीलाई के बढी भएर हाल्यो सोल्टी यार मलाई त यस्तो मिठो भयो कि म त खाइदिन्छु म दामी त भयो ओ सोल्टी थ्याङ्क यू यार अनि सोल्टा यार होटल खोला यार तिमी कहिले खोल्ने चाँडै जाउँ हुनु पनि नखोल्ने हाल्ने नि भाइ यार बढी मैले हुनु पनि नखोल्ने ओइ त्यो अनि त्यो खल्तीमा पनि हालेर ल्याएर ल ऊ पनि हाल पनि कहिले जाम म उकाली म आउँछु ल यो पनि ल यो पनि ल यो पनि क्या मिठो भएको सोल्टी यार खाइदिनु जस्तो भएको म त भयो सोल्टी अनि सोल्टा यार आई लभ यु यार यस्तो मिठो खाँदैन ल किन आएको छ रे आउँछु छिटो आऊ छिटो ल